दाइ मसँग चाहिँ 5 करोड छ। म चाहिँ नेपालको बानेश्वरमा घर किन्छु यार। के बानेश्वरमा घर किन्ने भनेर यार, म त दुबईको अल जदाफमा किन्छु यार। 5 करोडमा दाइ मेरो चाहिँ रोडकै अगाडि घर हुन्छ कि, जहाँ चाहिँ म मेरो आफ्नै गाडीमा बसेर सरर जान्छु कि। के यार आफ्नै गाडी भन्नु भन्छ यार, मेरो त घरको अगाडि ठ्याक्कै मेट्रो स्टेसन हुन्छ यार, पेट्रोलको पैसा पनि बच्छ, म त जहाँ पनि जानु मिल्छ यार दुबईमा। दाइ यार मैले 5 करोडमा बानेश्वरमा घर किने भने नि जब 15 मिनटमा थमेल पुग्छु क्या। के 15 मिनटमा थमेलको कुरा गर्छस्? उतै पछाडि हेर्न क्रिक हार्बर 5 मिनट पनि लाग्दैन, यहाँबाट दुबई एयरपोर्ट 15 मिनट पनि लाग्दैन, बुर्ज खलिफा डाउनटाउन जानु पर्यो भने 15 मिनट पनि लाग्दैन यार। दाइ बानेश्वरमा 5 करोडमा घर किनेर नि महिनाको लाख रुपियाँ भाडा लाउने हो, मजाले बसेर खाने हो। महिनाको 1 लाख रे त, यो के थाहा छ तँलाई? यो देवाको हेडक्वार्टर हो, यहाँ 10,000 एम्प्लोयहरू काम गर्छ। मैले यहाँको एम्प्लोयलाई मात्रै मैले रेन्टल दिएँ भने मैले वर्षको 40 लाख मिनिमम कमाउँछु यार। दाइ म चाहिँ 5 करोड झ्याप्पै दिन्छु अनि बानेश्वरमा घर किन्छु। 5 करोड एकैचोटि दिने र किन 5 करोड दिनु पर्यो यार? यहाँ त तेरो 50-50 पेमेन्ट प्लान छ, त्यो 50% पनि तेरो 3 वर्षको अन्तरालमा तिर्ने हो र बाँकीको 50% त मोर्गेज पनि गर्नु मिल्छ र मैले रेन्टमा दिए पनि त्यो मोर्गेजको पैसा मजाले रेन्टबाट पनि पे गर्नु मिल्छ। यदि तपाईँलाई पनि वर्षको 40 लाख कमाउनु मन छ भने मलाई तल दिएको नम्बरमा कन्ट्याक्ट गर्नु होला अथवा मलाई कमेन्टमा गएर अल जदाफ भनेर लेख्नुहोस्, म तपाईँलाई प्रोजेक्टको सबै डिटेल पठाइदिनेछु।